नमस्ते सम्पूर्णमा म चाहिँ आज बिहानको क्लास सकाएर चाहिँ खाना खाएर यसो ढल्किरहेको थिएँ निदाइछु एकछिन अब उठ्ने बित्तिकै फेरि बेलुका क्लासहरू चाहिँ गराउन जानुपर्ने बेला हुन लागिसक्यो अब हाम्रो क्लास चाहिँ 3 बजीदेखि स्टार्ट छ अहिले चाहिँ विन्टर क्याम्प पनि चलिरहेको छ त्यही भएर अलि व्यस्त भइरहेछ ल आउनुहोस् सँगै जाउँ है त हाम्रो क्लास लिनको लागि अब चाहिँ म चण्डोल पुगेँ यसरी पुगेर बिस्तारै बाइकलाई पार्किङमा हालिसकेपछि म ट्रेनिङ सेन्टरभित्र छिरेँ ट्रेनिङ सेन्टरभित्र चाहिँ हामीभन्दा सिनियर गुरुहरूले चाहिँ केही आइडियाहरू दिइराख्नु भएको थियो यसरी कोचहरू बिचको आइडिया चाहिँ एक्सचेन्ज गर्दै गर्न पायो भने एकदम सजिलो हुन्छ र नयाँ कुराहरू पनि धेरै कुरा सिकिन्छ पनि यो चाहिँ हाम्रो ट्रेनिङ सेन्टर भयो यहाँ चाहिँ हाम्रो भाइले कन्टिन्यू गरिरहेछ यो चाहिँ 2-3 दिनदेखि गरिरहेछ भनेदेखि पर चाहिँ किड्सहरू क्लास भइरहेछ हाम्रोमा चाहिँ एडल्ट र किड्सहरूको दुइटैको क्लास चाहिँ भइरहेछ र विन्टर भ्याकेसन भएको बच्चाहरूको लागि चाहिँ हामीले स्पेसल क्लासहरू गराइरहेछौँ स्पेसल डिस्काउन्ट चाहिँ यसरी तपाईँहरूलाई पनि स्विमिङ सिक्न मन छ र बच्चाहरूलाई स्विमिङ सिकाउनु मन छ भने चाहिँ स्विम हब एकाडेमीमा जोइन गर्न सक्नुहुनेछ थ्याङ्क यू